नमस्ते साथीहरू। आज म छु पोखरा महानगरपालिका वडा नम्बर 13 आर्वा अमला चौरमा अवस्थित दक्षिणकालिका मन्दिर परिसरमा। आज यहाँ हरेक वर्षको 2 पटक नवरात्रिको दिन त्यसै गरेर चैते दशैंको दिन ठुलो आजा पूजा हुने गर्दछ। महाअष्टमीको दिन निकै नै सुन्दर ठाउँमा अवस्थित यो मन्दिरको आफ्नै विशिष्टता छ। आफ्नै एक प्रकारको कला कौशल संस्कृति जोगाउने, एक प्रकारको धर्म परम्परा निभाउने आफ्नो छुट्टै प्रकारको एक खालको संस्कृति छ। यो संस्कृतिलाई सबै मिलेर जोगाउने जुन खालको परम्परा रहिआएको छ, त्यो परम्परालाई सदाका वर्ष झैँ यो वर्ष पनि यो मन्दिरले आफ्नो यसलाई जोगाउनको लागि एउटा योगदान दिने कार्य गरेको छ। हेरौँ आज यो मन्दिर वरिपरि मन्दिर परिसरमा के कस्तो देखिन्छ, के कसरी आजा पूजा गर्ने गरिन्छ म तपाईहरुलाई देखाउँछु। यो भिडियो हेरेर अन्तिमसम्म लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु है त। माया चन्दायति हिपामादेका तुलसी तिर्थगत तीर्थछन्द अभिदेवता होमेत नियोग ओम अग्नय स्वाहाय दे सन्त वामदेवः। यो हो माईको मन्दिर, साथैमा रहेको दक्षिणकालिकाको मन्दिर देख्न सक्छौँ हामी। हजुर सर, मन्दिरको कुराकानी गर्नुपर्दाखेरि यो मन्दिर काठमाडौँबाट ल्याएर स्थापना गरिएको हो भन्ने हामी यहाँ सोच्न सकिन्छ। यसरी सबैजना जुटेर सबैजना मिलेर यो मन्दिरमा आज महाअष्टमीको दिन यसरी पूजा आराधना गरिँदैछ। समाजका सबै मान्छेहरूको वृद्धको बालक सबैजना मिलेर यहाँ जुन रूपमा आजा पूजा गरिँदैछ, पक्कै पनि यो निकै नै स्वागत योग्य काम रहेको छ। यसरी नै देशको समाजको विकास हुँदै जानुपर्छ। धर्म संस्कृति परम्परा रीतिरिवाजले समाजलाई यसरी नै युनिफाइड गर्नुपर्छ भन्ने मान्यताले जुन रूपमा पूजा आजाहरूको कार्य गरिँदैछ, यो साँच्चै नै राम्रो छ। यो साँच्चै नै सराहनीय कार्य रहेको छ। यसरी मन्दिरको पूजा गरिरहँदाखेरि म यहाँका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री हरिभक्त बरालज्यूसँग सानो कुराकानी गर्न चाहन्छु। देवेन्द्र बाबुलाई हाम्रो यस पोखरा महानगरपालिका वडा नम्बर 13 अन्तर्गत अमला चौर चापडाँडा टोल विकास भित्र रहेको यो बगैँचामा अवस्थित यो दक्षिणकालिका मन्दिर, यो साँच्चै भन्नुपर्दा हाम्रो पूर्वकालदेखि नै यहाँ दक्षिणकालिका मन्दिरको चाहिँ हामीले स्थापना गर्नुभन्दा अगाडि नै यहाँ एउटा माईको चाहिँ एउटा मन्दिर थियो। यो मन्दिरमा चाहिँ नि हाम्रो बाजे बराजु भनौँ हाम्रा पूर्वजहरूले यहाँ कुनै त्यस्ता किसिमका चाहिँ नि दैवी प्रकोपहरू रोग व्याधिहरू नआउन्, कतै आइहालेछ भने पनि देवीको पूजा गरिसके पश्चात यसको निराकरण हुन्छ भन्ने एउटा विश्वासका साथ यो चाहिँ माई मन्दिरको स्थापना गर्नुभएको छ। त्यसपछि यो ठाउँलाई चाहिँ अलिकति थप विकास गरेर यसलाई धार्मिक एवं पर्यटक रूपबाट विकास गर्नको निमित्त एउटा दक्षिणकालिका मन्दिरको स्थापना गर्ने र दक्षिणकालिकालाई स्थापना गर्ने भन्ने जुन एउटा अवधारणा रह्यो र यसलाई 2055 सालतिर जस्तो लाग्छ मलाई हामीले ललितपुरको दक्षिणकालिकाबाट एउटा शिला लिएर आएर यहाँ स्थापना गरेर यसलाई चाहिँ नि अगाडि लैजाने भन्ने हाम्रो त्यहाँबाट सुरुवात भएको थियो र बिचमा विविध कारणहरूले गर्दा यसलाई हामीले त्यतिखेर स्थापना गरेर पनि निरन्तरता दिएर यसलाई चाहिँ भौगोलिक रूपमा अथवा यसलाई चाहिँ यो संरचनागत रूपमा हामीले अगाडि बढाउन केही समय रोकिएको हुँदा र पछि चाहिँ नि हामीले यही 75 सालतिर हामी सबै चाहिँ नि यो समुदाय र यहाँको एउटा सूर्योदय महिला समूहको सक्रियतामा यहाँ यो मन्दिरलाई चाहिँ व्यवस्थित गर्नुपर्छ भन्ने खालको सोच भएर हामी सबै समाजका प्रबुद्ध व्यक्तित्वहरू, सामाजिक व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू सबैको सल्लाह र परामर्शले अब यसलाई चाहिँ दक्षिणकालिका मन्दिरको स्थापना गरौँ र यसलाई चाहिँ अगाडि बढाउँदै लैजाने र यसको चाहिँ विकास गर्दै लैजाने र यो बगैँचालाई एउटा पवित्र एकदम सुन्दर
एकदम आकर्षक र चाहिँ एउटा पर्यटकीय एवं पार्कको रूपमा पनि विकास गर्नुपर्छ भन्ने खालको हामी सबैको चाहना, इच्छा र चाहिँ एउटा इच्छा शक्ति र सबैको एकताबाट नै यसलाई अगाडि बढाउने भन्ने एउटा सोच रहेर हामीले यो कार्यक्रमलाई अगाडि बढाएका छौँ र यसलाई चाहिँ हामीले विशेष गरेर वर्षको 2 चोटि एकपटक चाहिँ अब बडा दसैँ भनेर चाहिँ असोजमा र अहिले यसो चाहिँ चैते दसैँमा भनेर 2 पटक यसलाई पूजा अर्चना गर्ने हामीले एउटा कार्यक्रम पनि राखेका छौँ र यहाँ सबैको सहयोग र को पनि यहाँ सबैले सहयोग पनि गर्नुभएकै छ र अब यसलाई चाहिँ त्यही ढङ्गले अब यसलाई धार्मिक पर्यटकीय एवं पार्कको रूपमा चाहिँ विकास गर्ने हामी सबैको बल मद्दत सबैको चाहिँ सहयोग र साथबाट त्यसलाई अगाडि यसरी लैजाने भन्ने खालको चाहिँ हामीले एउटा योजना बनाएका छौँ विशेष गरेर त्यही नै हो। अब यो जस्तै हजुरले भन्नुभयो यो चैते दसैँ त्यसै गरेर बडा दसैँको अवसरमा पूजाआजा गर्ने गरिन्छ भन्ने यो चैते दसैँ र बडा दसैँको अवसरमा पूजाआजा गरिरहँदाखेरि अब यसलाई भोलि संरक्षणका उपायहरू कसरी अगाडि बढाउँदै लैजाने त्यसै गरी यसलाई अझै बृहत गरेर अझै हरेक जनमानसमा एउटा यसलाई आकर्षणको थलोको रूपमा कसरी यसलाई विस्तार गर्दै लाने कुनै योजना बनाउनु भएको छ? त्यसको लागि छ नि अब हाम्रो योजनाहरू चाहिँ बिस्तारै अब हाम्रो यहाँका चाहिँ प्रबुद्ध व्यक्तित्वहरूसँग सामाजिक व्यक्तित्वहरूसँग हामी छलफल गरेर अब यसलाई यसैमा रहिरह्यो भने त यसको पक्कै पनि यसको चाहिँ प्रचार प्रसारको कमीले चाहिँ यसलाई चाहिँ कमी भयो भने त यसको पनि अब अलिकति विकास नहुन सक्छ। यसलाई अब हामीहरूले आफ्नो स्थानीय तहबाट अब स्थानीय चाहिँ जनप्रतिनिधिहरू सबै सरकार प्रत्यक्ष अप्रत्यक्ष रूपबाट सरकार हामी सबै सरकारहरूसँग छलफल गरेर यसलाई अब अगाडि बढाएर यसलाई विशेष गरेर एउटा मैले अघि नै भनिसकेँ अब सबैको सल्लाह र चाहिँ सक्रियतामा यसलाई चाहिँ हामीले अगाडि नै लैजाने खालको चाहिँ जमर्को गरेका छौँ र सम्भवतः चाहिँ सबैको साथ र समर्थनबाट यो अगाडि बढ्छ पनि र हामी त्यसको लागि चाहिँ कटिबद्ध छौँ। अब जस्तै यो मन्दिर यहाँ छ, यो मन्दिरले हाम्रो समाजको हाम्रो भनौँ न एक खालको समुदायको संस्कृतिलाई अब आजभोलि त संस्कृतिहरू बिस्तारै लोप हुँदै हुँदै गइरहेको अवस्था छ। अब हामी सबैलाई जुटाउने भनेको नै यो संस्कृतिले हो, परम्पराले हो, धर्मले हो। यसलाई जगेर्ना गर्दै लैजानुपर्छ भन्ने कुरालाई हजुरले कसरी मनन गर्नुभएको छ? होइन यसमा के छ भन्दा हाम्रो धर्म संस्कृति परम्परा रीतिरिवाजलाई चाहिँ हामीले जब हाम्रो पहिले हाम्रो चाहिँ बाबुबाजेहरू हाम्रो पुर्खाहरूले जसरी त्यसलाई चाहिँ अगाडि बढाउँदै लैजानुभयो त्यसलाई कतिपय कुराहरूलाई चाहिँ परिमार्जन गर्नुपर्ने कुराहरू चाहिँ आफ्नै ठाउँमा छन्। नत्र ती भइरहेका परम्परा र रीतिरिवाजलाई चाहिँ हामीले नै निरन्तरता नदिने हो भने भोलिका पिँढीहरूले चाहिँ यो हाम्रो परम्परा हाम्रो रीतिरिवाज हाम्रो धर्म संस्कृतिलाई चाहिँ भोलि लोप भएर जाने अवस्था रहने भएको हुनाले यसलाई चाहिँ हामीले लोप हुन नदिनको निमित्त अब समय सापेक्ष यसलाई के कति कुराहरूलाई चाहिँ अगाडि बढाउने के कति कुराहरूलाई चाहिँ परिमार्जन गर्दै लैजाने भन्ने विषयवस्तुमा चाहिँ हामी चाहिँ ध्यान आकर्षण हुने नै छ र यसको लागि चाहिँ हामीले हाम्रो धर्म संस्कृति परम्परा रीतिरिवाजलाई हामीले यो नझर्ने गरी अथवा चाहिँ ननिम्ने गरी यसलाई चाहिँ हामीले चाहिँ अगाडि लाने चाहिँ हामी जमर्को गर्दैछौँ यसलाई। र बजारदेखि महेन्द्रपुर गाउँखोला कसेरी हुँदै आइपुग्न सकिने यो अत्यन्तै रमणीय ठाउँ, यो सुन्दर ठाउँ भौगोलिक रूपमा निकै नै सुन्दर ठाउँमा अवस्थित यो ठाउँ पक्कै पनि यो धर्मावलम्बी विशेष गरी हिन्दू धर्मावलम्बीहरूको लागि एउटा गन्तव्य बन्न सक्छ। यहाँको माटोमा जुन खालको शान्ति जुन खालको एक प्रकारको आध्यात्मिक शक्ति रहेको छ त्यो जो कोहीले बुझ्न सके पनि पक्कै पनि यहाँको मनोकांक्षा अथवा यो ठाउँ भ्रमण गर्नुको पक्कै पनि औचित्य साबित हुनसक्छ। धेरै टाढा पनि नरहेको पोखरा बजारदेखि निकै नै सुविधायुक्त अथवा सवारी साधनको माध्यमबाट पनि आउन सकिने यो ठाउँमा तपाईँ हामीहरू पनि यो ठाउँमा पक्कै पनि भिजिट गर्न घुम्नको लागि पक्कै पनि आउनुहुन म अनुरोध गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ एउटा समाजको प्रबुद्ध व्यक्ति समाजसेवी आदरणीय व्यक्तित्व श्री हरिबहादुर बरालज्यू। उहाँसँग म मन्दिरको विषयलाई लिएर यसको विकास सँगसँगै यसको सम्वर्धन प्रवर्धनको लागि थोरै कुराकानी गर्न चाहन्छु। हजुरलाई स्वागत छ। नमस्कार। हामी आज यो मन्दिरको पूजाको विषयलाई लिएर जुटिरहेका छौँ। प्रत्येक वर्ष रामनवमी पर्व त्यसै गरेर बडा दसैँ चैत दसैँ र बडा दसैँको अवसरमा हामी पूजाआजा गर्ने गरिरहेका छौँ।
तपाईँले यो परम्परालाई यो विधिलाई कसरी हेरिरहनु भएको छ? धन्यवाद देवेन्द्र बाबु। हामी परम्परागत रूपमा धर्म संस्कृति र हाम्रो संस्कारलाई दिगो रूपमा विकास गर्दै लगेनौँ र यसलाई यथास्थितिमा हामीले मान्दै आएनौँ भने भोलि हाम्रा सन्ततिहरूले हाम्रा छोरा नातिहरूले यसलाई फेरि अँगाल्दै जाने छैनन् र यो परम्परा यहीँ लोप भएर जानेछ। त्यसकारण हामीले हाम्रो संस्कारलाई परिवर्तन गर्नको लागि, हाम्रो संस्कृतिलाई बचाएर राख्नको लागि र हाम्रो संस्कार र संस्कृतिलाई बचाएर राख्ने माध्यम नै हाम्रो धर्म भएको हुनाले हामी धार्मिक रूपमा हामी मठ मन्दिरहरू, हामी चाहिँ वृक्षहरूमा ढुङ्गाहरूमा पूजा गर्ने हामी प्रकृतिवादी प्रकृति प्रेमी भएको हुनाले हामीहरूले यो मन्दिरलाई यस्ता दक्षिण कालिका अथवा हाम्रो यहीँ नजिकै शिवजीको मन्दिर छ माथि, अनि महाकालीको मन्दिर छ, यस्ता हाम्रा यो टोलभित्र कमलाचौर चारडाँडा टोल विकास क्षेत्रभित्र रहेका यस्ता हाम्रा धार्मिक धरोहरलाई हामीले संरक्षण गरेर जगेर्ना गरेर राख्यौँ भने भोलि हाम्रा छोराछोरीहरूले, हाम्रा नाति नातिनाहरूले, हाम्रा बाबुआजूहरूले गर्दै आएको यो परम्परा हामीले पनि मान्दै जानुपर्छ र हामी धर्ममा अडिग रहनुपर्छ भन्ने मान्यतालाई दिगो राख्नको लागि हामीले यो परम्परालाई अगाल्दै आउनु पर्छ भन्ने मलाई लाग्छ। हरियो आज हामीसँग हुनुहुन्छ यस क्षेत्रकै एकदम प्रबुद्ध व्यक्तित्व आदरणीय श्री समाजसेवी व्यक्तित्व आदरणीय श्री टेकनाथ बरालज्यू। हामी उहाँसँग यो मन्दिरको विषयलाई लिएर थोरै कुराकानी छोटो कुराकानी गर्न चाहन्छौँ। सर्वप्रथम त हजुरलाई स्वागत छ। हजुर धन्यवाद। त्यसै गरी हजुरलाई चैते दशैँको अवसरमा धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो मन्दिरको विषयलाई लिएर, यो मन्दिरको ऐतिहासिक पक्ष त्यसै गरेर सामाजिक पक्षको विषयलाई लिएर थोरै बताइदिनु नि। ऐतिहासिक रूपमा भन्दा यसलाई पुर्खाहरूले चाहिँ बगैँचाको रूपमा विभिन्न चाहिँ पाटी पौवा पोखरी चौताराहरू बनाएर वृक्षहरू बर पिपल समेत सारेर बगैँचाको नाममा बगैँचाको नाममा थापित गर्नुभएको थियो भने पुर्खाहरूले गरेर माईको पूजा हुनुहुन्थ्यो। त्यसपछि चाहिँ गएर चाहिँ हामीले 51 सालतिर दक्षिण कालिका मन्दिर निर्माण गर्ने भनेर सूर्योदय महिला समूह म आफू जनप्रतिनिधि भएर अगुवाई गरेर यसको स्थापना गरेर यसलाई चाहिँ एउटा आस्थाको आधारमा समाज सेवा चाहिँ धार्मिक आस्था समाजको विकासका आधारमा यसलाई चाहिँ दक्षिण कालिका भनेर हामी टाढा जान्न पर्ने देवीको पूजा गर्न पाउने भनेर स्थापना गरिएको र
हजुर आज चाहिँ काम पुऱ्याउँदैछौँ। हजुर यो क्षेत्रमा यो धार्मिक स्थलमा कुन कुन समयमा पूजाआजा हुने गर्छ? मुख्य गरी दुई पटक एउटा पूजा मुख्य पूजा दुई पटक हुन्छ। के अरे दसैँ मूल दसैँको अष्टमीको दिन र चैते दशमीको अष्टमीको दिन मूल पूजा हुन्छ भने नियमित पूजा चाहिँ दैनिक रूपमा बिहान बेलुका यहाँ एउटा स्वयंसेवक पुजारी हुनुहुन्छ पद्मलाल लामिछाने, उहाँले गर्नुहुन्छ। हस् हजुरलाई धेरै धेरै धन्यवाद। सम्पूर्णमा नमस्कार छ। आज मिति 2082 साल चैत्र महाअष्टमीको दिन हाम्रो यस दक्षिणकाली मन्दिर परिसरमा महाकालीको पूजा आराधना भइरहेको हुन्छ। यहाँहरू भक्तजनहरू पनि सम्पूर्ण भक्तजनहरू यो महाअष्टमीको कालीको पूजामा समावेश भइराख्नु भएको छ र आगामी दिनहरूमा पनि हजुरहरूको चासो लिएर यहाँ सम्पूर्ण भक्तजनहरू उपस्थिति भइदिनु हुनुहुन्छ भन्ने मलाई लागेको छ। मन्दिरको विकास तथा प्रवर्धन गर्नका लागि हामीसँग कुराकानी गर्नका लागि यस क्षेत्रकै समाजसेवी व्यक्तित्व आदरणीय श्रीनाथ बरालज्यूसँग हामी छोटो कुराकानी गरौँ। धन्यवाद देवेन्द्र बाबु। सर्वप्रथम त हजुरलाई यो चैते दशैँको शुभ अवसरमा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद छ। मेरो तर्फबाट पनि सबैलाई देवेन्द्र बाबु र सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ म चैते दशैँको आज महाअष्टमीको हार्दिक शुभकामना ठक्राउन चाहन्छु। हजुर अब यो हामी दक्षिणकालीका मन्दिर परिसरमा यसरी जुटिरहेका छौँ। यो मन्दिर परिसरमा जुटिरहँदाखेरि हाम्रो यो मन्दिरको विकासलाई लिएर हाम्रो यो मन्दिरको पृष्ठभूमिलाई लिएर थोरै बताइदिनुहोस् न। यो धेरै पुरानो ऐतिहासिक स्थल हो। यो आर्बा विजय अन्तर्गत यो गते डाँडा स्थित यो बगैँचा यो माईको स्थान थियो पहिला र यो एउटा बगैँचा पनि हो। यो 100औं वर्ष पहिलादेखिबाट यहाँ आँपका रुखहरू, बर पिपल, समीहरू, पञ्चपल्लवहरू, पोखरी समेत भएको यो धेरै पुरानो सदैौँ पुरानो चाहिँ यो ऐतिहासिक स्थल हो र यो खास गरिकन पोखराबाट उत्तर पूर्वमा पर्ने सिग्लेतर्फ जाने बाटोको साइडमा कसरीबाट थोरै माथि रहेको चाहिँ आर्बा अमलाचौर चापडाँडा क्षेत्रमा पर्दछ र खास गरी यो धार्मिक हिसाबले चाहिँ दक्षिण काली मन्दिर अहिले पछिल्लो कालमा स्थापना गरिएको छ। यहाँका सबै दाजुभाइ दिदीबहिनीहरू मिलेर यहाँ यस क्षेत्रमा बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको यो चाहिँ साझा धार्मिक सांस्कृतिक स्थल हो। त्यसो भएको हुनाले यसले सामाजिक सद्भाव बढाएको छ र सांस्कृतिक जागरण पनि ल्याएको छ। हाम्रा संस्कृति भनेका हाम्रा पहिचानहरू हुन्। जसरी भूगोल, भाषा चाहिँ हाम्रो पहिचान हुन्छ, त्यस्तै गरिकन संस्कृति पनि हाम्रो पहिचान हो। त्यसो भएको हुनाले राम्रा र असल संस्कृतिहरूलाई जोगाउने र त्यसभित्र रहेका विभेदकारी र खराब परम्पराहरूलाई हटाउँदै समुन्नत संस्कृति बनाउँदै जानुपर्दछ। तर यहाँ चाहिँ जुन यहाँको मन्दिर विकास समिति, टोल विकास संस्थाहरूले जुन खालको सबैलाई मिलेर यहाँका समुदायहरूलाई एकै ठाउँमा पूजाआजा गर्ने स्थिति गर्नुभएको छ, यो धेरै राम्रो कुरा हो। यहाँ नजिकै सुनपदाली चैते दशैँ पर्व लाग्ने, धेरै पहिलेदेखि लाग्ने शिवरात्रि पर्व लाग्ने ठाउँ पनि छ। यतापट्टि माथि चाहिँ प्रभुधाम पनि छ माथि हाम्रो आर्बाको टापुमा। त्यस्तै गरी रतन पाण्डे, आराध्यदेव रतन पाण्डेको मन्दिर पनि यहीँ छ र त्योभन्दा माथि विजयपुरमा चाहिँ एउटा चण्डी माईको थान र त्यहाँ चाहिँ गुम्बा पनि छ भने यहाँ अलिकति पश्चिमतर्फ चाहिँ भद्रकाली मन्दिर, अनि त्यस्तै गरिकन माटेपानी गुम्बा, शीतलादेवी मन्दिर, शोभा भगवती मन्दिर, अलि पर पुगेपछि बिन्दवासिनी हैन लगायतको चाहिँ छ भने मुस्लिम समुदायहरूको नजिकैको मस्जिद पनि यहाँ नजिकै छ। त्यसो भएर यो बहुत धार्मिक, बहुत सांस्कृतिक हाम्रो जुन मुलुक हो, त्यो मुलुकको त्यो हिसाबको पहिचान पनि बोक्ने गरी चाहिँ यहाँ रहेको छ। त्यसो भएर हामीले भौतिक विकासको साथसाथै मानवीय विकासको कुरालाई पनि सबै सन्तुलित रूपमा लानुपर्छ। मान्छेको मानवीय शान्तिको कुरा, संस्कृतिको कुरा पनि हुन्छ। त्यसो भएको हुनाले यसले चाहिँ एकै थलोमा
मान्छेहरूलाई जम्मा गरेको छ। तर यसको चाहिँ अलिकति विकास गर्नुपर्ने, यसलाई पुरातात्विक हिसाबले चाहिँ अझै यसलाई यहाँका भौतिक संरचना बनाउँदा पुरातात्विक हिसाबले बनाउनु पर्ने, यहाँ पुराना रुखहरूलाई चाहिँ संरक्षण गर्नुपर्ने र नयाँ पञ्चपल्लवहरू चाहिँ यहाँ रोपण गर्ने र अलि यसलाई चाहिँ पुराना ऐतिहासिक दस्तावेजहरूको अध्ययन गर्ने स्थल, अध्ययन अनुसन्धान गर्ने स्थलको रूपमा पनि यसलाई विकास गर्दै जान चाहिँ मेरो सुझाव पनि छ, मेरो साथ सहयोग पनि रहनेछ भन्ने चाहिँ म ठान्दछु। देवेन्द्र बाबु जस्ता चाहिँ युवाहरूले चाहिँ यसको चाहिँ प्रचार प्रसार पनि गरेको हुनाले यसको मात्रै होइन, सिङ्गो आरबाको र सिङ्गो पोखराको पनि यसले चाहिँ प्रचार गर्नेछ। धार्मिक पर्यटकहरूको चाहिँ वृद्धि भएर यस क्षेत्रका जनताको आय स्तरमा पनि वृद्धि हुनेछ हैन। अब हामीले कृषिसित जोडिएको र पर्यटनको पनि, धार्मिक पर्यटनको पनि विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ। हाम्रो खाद्य संस्कृति पनि हुन्छ हैन। त्यसो भएर संस्कृतिभित्र चाहिँ हाम्रो खाद्य संस्कृति, हाम्रो परम्परागत खानाहरू पनि हुन्छन्, तिनलाई पनि यससित जोडेर हामीले चाहिँ प्रवर्धन गर्न सक्छौँ र क्रमशः चाहिँ होमस्टेहरू यहाँको चाहिँ को विकास पनि यस क्षेत्रको गरेर आय आर्जन बढाउन सक्छौँ। यहाँ मणिद्वीप छ, मणिद्वीप भनेको धेरै महत्त्वपूर्ण, धेरै पुरानो महत्त्वपूर्ण स्थल नजिकै छ र मणिद्वीपमा पनि त्यहाँ कालिका मन्दिर, त्यहाँ शिव भगवानको पनि मन्दिर रहेको छ र त्यहाँ पहिला महायज्ञ पनि भएर धेरै कुराहरू भएको छ र त्यहाँ पनि त्यो पनि धेरै महत्त्वपूर्ण स्थल रहेको छ। त्यसो भएर यस्ता धेरै महत्त्वपूर्ण धार्मिक सांस्कृतिक स्थलहरूको वरिपरिको यो बिचमा चाहिँ यो रहेको हुनाले यसको महत्त्व चाहिँ मैले अलि बढी नै देख्दछु। यो मन्दिरको विकास तथा सम्वर्धन गर्नको लागि तथा स्थापना गर्नको लागि यो मन्दिर व्यवस्थापन समितिमा रहेर महत्त्वपूर्ण योगदान पुर्याउनु हुने आदरणीय श्री स्वर्गीय माधव बरालज्यूलाई हामीले सम्झनै पर्छ। किन भन्दा उहाँकै यो इनिसिएसनमा अथवा उहाँकै हौसलामा यो मन्दिरको स्थापना गरिएको हो। त्यही भएको भएर उहाँलाई पक्कै पनि हामी सबैले सम्झनुपर्छ र तपाईँहरू पनि यदि धार्मिक आस्था राख्नुहुन्छ र त्यसै गरेर कुनै पनि धर्म अथवा धार्मिक तथा पवित्र स्थलको बारेमा भ्रमण गर्ने चाहना गर्नुहुन्छ भने तपाईँहरूको लागि एउटा गन्तव्य हुनसक्छ। सो त्यसका लागि तपाईँहरू सम्पूर्ण भक्तजनहरूलाई महेन्द्रपुलदेखिबाट गाउँखोला कसेरी हुँदै यहाँसम्म आइपुग्न सक्नुहुनेछ भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। कृपया हेरेर लाइक, सेयर, सब्सक्राइब तथा प्रतिक्रिया व्यक्त गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
तपाईँहरू पनि यी पोखरा बजारदेखि नजिकै रहेको यो धार्मिक स्थलको भ्रमण गर्ने सोध्दै हुनुहुन्छ भने कृपया यहाँ आएर आफ्नो मनोरथ पुरा गर्न सक्नुहुनेछ। र जाँदा जाँदै तपाईँहरू सम्पूर्णमा सबैलाई ह्याप्पी रामनवमी चैते दशैंको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै आजको भ्लग अन्त्य गर्न चाहन्छु। र अन्त्यमा कृपया भ्लग लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला है त।